वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ। सबैजनालाई नमस्कार। म चाहिँ अन्जन। तपाईहरुलाई सन्चै छ होला? मलाई एकदम ठीक छ। तपाईहरुलाई सन्चै छ? आई होप तपाईहरुलाई सन्चै होला। आज चाहिँ मैले ब्लग बनाउन टपिक नपाएर अब यस्तो अन्धकार छ भनेर यही ब्लग बनाइदिन लागिरहेको छु। तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो यता पदमपुरमा हैन, पदमपुर भन्ने ठाउँमा चाहिँ यस्तो दिनभरि चाहिँ बिहान चाहिँ उज्यालो थियो। अहिलेसम्म 6 बजेसम्म 7 बजेसम्म उस्तै गरी 7 बजेसम्म नै उज्यालो हुन्थ्यो नि त। उज्यालो हुने दिनमा आज चाहिँ 5 बजेर 26 मिनेट जाँदा 26 मिनेटमा यस्तो अन्धकार भएको। तपाईहरुले नै आफै नै देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ तपाईहरु आफै। यस्तो अन्धकार तपाईहरु देख्न सक्नुहुन्छ, हेर्नु यस्तो अन्धकार छ। यस्तो हेर्नु यस्तो अन्धकार के पुरा अन्धकार छ। यहाँ मात्र यस्तो भा हो कि तपाईहरुको उता पनि यस्तो भा हो? कमेन्ट गर्नु होला। आज चाहिँ यस्तो अन्धकार भा। अब मकैहरुलाई पानी चाहिएको थियो, किसानहरुलाई चाहिँ राम्रै भयो भनौँ। अब यो हावाहुरी आयो भने झन् मकै नै जाने होला। अब झन् किसानहरुलाई अथवा यही हामीले पनि मकै लगाएका छौँ, हामीलाई हानि हुन्छ। अब मकै ढलेपछि क्षति हुन्छ हैन। अब अहिले आँपको पनि सिजन छ। आँपहरु पुरा झरिसकेको छ। झन् हावाहुरी लाग्ने मौसम हैन, हावाहुरी लाग्ने मौसम, चट्याङ पर्ने मौसम हो। तपाईहरु पनि जोगिएर बस्नु होला। अब म पनि जोगिने छु। म आशा गर्दछु तपाईहरुलाई केही नहोस्। म प्रार्थना पनि गर्दिने छु। तपाईहरु चाहिँ घरबाट बाहिर ननिस्किनु होला। चट्याङ पर्दा, हावाहुरी आउँदा। म चाहिँ यसो भिडियो बनाउनको लागि मात्र निस्केको हो। आजको लागि यति नै। अब भ्लगहरु आइरहनेछ। पानी परेको छ कि त्यही भएर आज यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।